नमस्ते साथीहरु। टमाटरको पनि बनाइदिएको थियो नि मलाई त दिगदार लाग्छ हौ त्यो टमाटरको अचार मलाई नि कति दिगदार लाग्छ दिगदार लाग्छ खानुहुन्न मान्नुहुन्न एकदम मलाई त हैरान लाग्छ मलाई त्यसरी नि अचार बनाउनु बरु बनाएकै अचार टक्क दियो खायो मलाई त त्यो चाहिँ समेत फेरि निल्दैन अचार बेगर खाना खाँदै धेरै थोक खानेलाई पो चप्लङ चुप्लुङ के स्वाद चाहिँदो बोल्ने साथी कता गएको बोल्ने साथी गयो ठाउँ बनाउन यहाँ बासुक्ने ठाउँ त्यहाँको पार्टी प्यालेन्स कस्तो छ कोनी जमुनाकी छोरीको पनि बिहा यहीँबाट गरेका यहीँबाट देखेकी थिइनँ मैले त कहाँ गयो दिदी देख्दिन कमला दिदीको छोरीको बिहेमा हो ए चितवन थिइस् त कस्तो रहेछ यो चाहिँ